हामीहरू सधैँ नै पिकनिक खान आउँदाखेरि यसरी प्लास्टिक जलाएर जान्छौँ। तपाईहरु पनि पिकनिक खान जाँदाखेरि सधैँ प्लास्टिकहरू जलाइदिएर आउनुहोस्, किनभने यो प्लास्टिकले माटो, हावा, पानी सबै प्रदूषण गर्छ। यो हामीले अहिलेबाट यसको हामीले जबरको चलाएनौँ भने हाम्रो आउँदो पुस्ताका लागि यो एउटा बहुत नराम्रो हुनेछ। यो प्लास्टिकले भविष्य बहुत अन्धकार छ। मशरूम पकौड़ी मशरूम खाएको भनी होला। यहाँ हेर्नु ये खसी ये यहाँ हेर्नु देख्नुभयो धम्छ पकाउन ये बैगुन ए दाजु पकौडा चर्को भयो पर्खिनु नि त। त्यसो भए भइहाल्यो नि, तँ पनि एउटा आउँछ त्यसो भए यहाँ मशरूम पकौडा हो हो कस्तो टेस्ट ठिकै छ भन्नु त? खाएर हेर्नु त चर्को चर्को बनाएको छैन हौ, कस्तो रहेछ? चर्को चर्कै रहेछ। ए बुढाइमा जति छ पानी हाल्नु पर्छ। पिकनिक खबर बढिया बढिया छ नि। वाह थुप्रो दिनमा भेट भयो है। नमस्कार सन्चै हुनुहुन्छ? बढिया बढिया। पिकनिकमा देखादिन आउँछन् हौ, पिकनिकमा त्यसो खाइदिएर जानु नि त होइन भन्नु त। यो खानाकै लागि बनाएको हतार भन्छन्, हतार हतार गरेर हुँदैन एकदम। यहाँ चाहिँ प्लेइङ कार्ड चल्दै रहेछ, प्लेइङ कार्ड। अनि दादा पिकनिक चल्दैछ नि? बढिया चल्दैछ नि एकदम। सेम टु यू सेम टु यू। तर एउटा कुरो नि तिमी झट्टै जाऊ। कहाँ? घर। किन? तिम्रो दुई दुईजना छैनन् त अनि घरमा? बढिया छ नि एकदम बबार है भाइ। लाज आमा लाज गरेको सर सन्चै हुनुहुन्छ नि? कस्तो भएछ आइटम? कस्तो भएछ? बढिया छ? मैले आफै बनाएको अनि राम्रो। आम्मामामा केना खाएछ आइटम? मस्त छैन? ओके ओके बढिया बढिया भएछ। नेमु 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 भात खाइ सबै नेमु लबते। नेमु टु बहुत ভাল एन्टिबायोटिक। केना खाएछ खाना टु? भालो छैन? कालाजु राम्रै छ नि? एकदम बढिया बढी राम्रै छ नि? एकदम राम्रो। उमेश भाइ उमेश भाइ कस्तो भएछ आइटम? एकदम बढिया भाइ, बढिया छ? एकदम मजा। ठिक छ। कस्तो भयो रहेछ त? बढिया। कस्तो छ खबर? बढिया। कस्तो भयो खाना? बढिया छ नि? कहाँ हिँड्न आँट्नुभयो क्या? खानापिना भयो? बढिया। तपाईँहरू जसले पनि पिकनिक खान जाँदाखेरि यस्ता जुन प्लास्टिकहरू भेट्नुहुन्छ तपाईँहरूले लिएर गएका जुन यी घरमा हुनुभयो त यी रिसाइकल गर्ने सक्ने पनि छन्। तर अब यहाँ सुविधा पर्दैन र हामीहरू सधैँ नै पिकनिक खान आउँदाखेरि यसरी प्लास्टिक जलाएर जान्छौँ। तपाईँहरू पनि पिकनिक खान जाँदाखेरि सधैँ प्लास्टिकहरू जलाइदिएर आउनुहोस्, किनभने यो प्लास्टिकले माटो, हावा, पानी सबै प्रदूषण गर्छ। यो हामीले अहिलेबाट यसको हामीले जबरको चलाएनौँ भने हाम्रो आउँदो पुस्ताका लागि यो एउटा बहुत नराम्रो हुनेछ। यो प्लास्टिकले भविष्य बहुत अन्धकार छ। र तपाईँहरू पिकनिक खान जाँदाखेरि जहिले पनि हमेसा जुन रहेर लास्टमा प्लास्टिकहरू हुन्छन् ती बोतलहरूदेखिबाट लिएर नचाहिने जति पनि हुन्छन् सबैले जलाइदिएर आउनुहुन्छ भन्ने आशा गरेँ। र यस्ता भिडियो म फेरि लिएर आउनेछु हजुरसँग। मेरो भिडियो हेरिदिएर मन पर्यो भने लाइक, कमेन्ट र सेयर गरिदिनु होला। धन्यवाद।